ल है आज यहाँ कसैलाई नभनिकन हामी आइए है ट्याक्क यहाँ कुखुरा नियन्त्र आएको खासमा गुलेलिन्छ क्या ट्याक्क पुरा ट्याक्क आएको माथि यहाँ बरङ्जा मङ्गला 3 बरङ्जाको चिनाकोटमा आएको है गाइज तर बाटोहरू त यता छ है तर हिँड्ने गरी हामीले बाटो थाहा छैन फेरि पुग्ने भनेको चाहिँ नि तल बरङ्जा भयो गरी लाइट बलि हालिहाली खतरा माटो नि ठाउँ र खतरा छ मा जङ्गल हो क्या माएको छ जङ्गल हो कसम भने जरातिर जङ्गल कसम यस्तो जङ्गलमा आमा लाइट कता हो के हो थाहा छैन कसम तर लाइट त फेरि खतरा छ नि फेरि ट्याक्क तिरिर पारेर हानिदिने नि ठ्याक्कै यस्तो बनाउनु नि मिल्यो यस्तो गरेर कुखुरा हान्ने नि मिल्यो यी आँखामा ट्याप्प परेर ठ्याङ हाने कुखुरा जाने कुखुरा हान्ने आएको हामी बाटो त खतरा नि फेरि अगाडि बाबु हिँड्यान 400 भए त भेट्थ्यो कि भेटेन 400बाट भेटिन्छ क्या बाबु यी होइन म हिँड्ने आमा छ र खतरा हान्डामा नहान्ने भने त्यस्तो सुनसान हो कि छाउनु तल बरङ्जा हो गरी माको छौँ भेट्दै गरौँ ल होइन चिनाकोट जानु लाग्ने हामीले चाहिँ एकदम कसैलाई नभनेर ट्याक्कै हेलमेट पनि ट्याक्क लिएर हामी हेलमेट बाइक चाहिँ उता बिसाएर आएको यहाँभन्दा माथि त जान मिल्दैन क्या बाइकमा हिँडेर आउने हो ठ्याक्क कसम भयो ल चिनाकोट भन्ने उ त्यहाँ नि चिनाकोट भन्ने डाँडामा पुग्ने हामी यहाँ टक्क यो ठाउँ रातमा तर फेरि बिल्कुल रातमा हामी चाहिँ टक्क म्याप हेर्ने हिँड्ने रातमा आएको छौँ जस मोबाइलको चाहिँ सुविधा चाहिँ ट्याक्क ल्याइएको छ चिनाकोट डाँडामा खै अघि हामी बाइक राख्ने ठाउँ देखाइदियो त रोड है सानो घुम्टिया राखेको चाहिँ सानो घुम्टिया राख्या हो ट्याक्क बाइक चाहिँ ल पुगिसक्यो ल पुगिसक्यो ल आम्मा छाङ्ने चिउरी नि के गर ल होइन नि बढ्ने जग्गा फर्काउने के यता हो कता हो बाटो यता तर होइन बाटो बनाखान के यहाँ जङ्गल हिँड्ने मान्छेले बनाखान के यो पहिला दोहोरो हो यो पहिला अब यहाँ टक्क घाँस दाउरा गर्ने ठाउँ होइन तर गइयो स्पिकर ट्याक्क साथमा लिएर स्पिकर लाऊ बाबु समयसर ठाउँ त माछा र खतरा ठाउँ रहेछ बस्नु ट्याक्क है पुग्न लागि है ट्याक्क अब ट्याप्प पुग्न लागि बाटो चाहिँ एकदम खतरनाकै छ है फेरि फोकस हान्नु पनि भ्याएन त यार मोबाइलले त यार के हो यस्तो फोकस हान्न क्या ल है हामी रोड बाटोमा आइयो माटोको नि यार रोड बाटोमा आएको त बाइकमै आइन्थ्यो होला यार त्यसमा त यार कसम यार लाज स्क्याम खाइयो नि हामीले यार घोङ्राङ मङ्राङ गर्दै आइन्थ्यो माछाहरू यार चिनाकोट पुग्नु लाग्यो कहाँ धेरै टाढा पर्छ नि त्यो अलिअलि त्यो फुस्री देखिन्थ्यो नि त्यो रोड बाटै रहेछ क्या मा कसम होइन त्यो म्यापमा देखिन्थ्यो नि कसम भाइ चिनाकोट नि यहाँ माथि अब आइन्थ्यो नि कहाँ यार तेरी खतरा मा यहाँ ऊ माथि नि बाघ हो कि भालु हो र होइन सारा गरे कि माको ल है मृग पाउँछ नि मृगै हो क्या कस्तो गरे यार टक्क लेस पुरा ट्याक्क लेस बान्ने काम हुँदैछ है माथि आएर लेस टक्क यहाँ फुट्किएर नि त डेन्जर एकदम अरङ्गदार ठाउँमा छ तल आइयो अब ट्याक्क आइयो ट्याक्कै यहाँबाट ठ्याक्क यहाँबाट ट्याक्कै आइयो ट्याक्कै ल यहाँ आइयो योगेश शेरचन्द हाम्रै उसले जेठानले हो क्या यो गरेको योगेश शेरचन्दले रे यो सहयोग गरेको यो हाम्रो जेठानले रहेछ क्या हो नि मङ्गला 3 पखेर पखेरको ल्याउँ ट्याक्कै आयो ल चिनाकोट ल है उकालो ट्याक्क लाग्दैछौँ हामी यताबाट ठ्याक्कै आएको ल लाग्दैछौँ उकालो ट्याक्क ल आयो है पुरै कुरो है रातमा यहीँ बाइकै यहीँ आउने डेन्जर फेक खाइयो नि हामीले हेर डेन्जर चिनाकोटलाई है चिनाकोट एकतापट्टि हाम्रो हिडीहरू डुखोहरू पर्छ है योपट्टि चाहिँ बरङ्जा
बरङ्ज है उयो त बुक्ने होला ल आइयो रातमा आइसकेर चाहिँ दुईजना मात्रै ल बाबेश्वरको ल बाबेश्वरको साथीहरूले सिनाकोटबाट यस्तो देख्छ है बाबेश्वर भयो यता खुम्ल्या र्यालीखोरहरू भयो उ त्यो भरझुला र ठाइभाङ भयो ऊ परको डुफु भयो यो चाहिँ बाबेश्वर बरङ्जाको गाउँ है है बरङ्जाकोलाई ट्याक्क पुरा उ गरिदियो कुकुरहरू भुटेछ रातको फाइनल्ली चिनाकोटा है 2200 मिटर रहेछ दरबार एरिया हिस्टोरिकल प्लेस राजा रानीको यहाँबाट अगाडि तर भ्याइन्न यार तर भ्याएन क्या यो लाइटले यार खतरा देखिन्छ नि देखिन्छ र नाङमा आएर चाहिँ खतरा देखिएछ है पुरा यो खतरा देखिएछ है नाङमा आएर चाहिँ तर अलि फोटोमा चाहिँ नआउनु रहेछ कि यो चाहिँ बरङ्जार चाहिँ छ पछि अनि अलिअलि देखिएछ नि चिप्लिटी चौराहरू पर अगाडि बेनीमाथि मल्लाजहरू देखेछ र यो चाहिँ नदेखिएछ है अलि मोबाइलमा देखेको छैन है ल यहाँ बाल्यौँ चिनाकोट रातमा है बुद्धको मूर्ति पनि रहेछ यहाँ ठ्याक्क अगाडि जाँदैछौँ लेखिदिएको छ के अरे भट्कानावशेष दरबार भट्कानावशेष दरबार रे रानीले कपाल कोर्ने ढुङ्गा अरे यहीँमा ढुङ्गा छ रानीले कपाल कोर्ने ढुङ्गा ए ट्याक्क यहाँ बसेर होइन एउटा गाउँ हेरेर तर यो अगाडिको छ नि यो चाहिँ फान्दिनु पर्छ क्या भ्युजको लागि अहिले होइन ए उता अगाडि पनि बनाएको छ खानु छोरी आइयो अरे के हो यो ए हाम्रो गाउँतिर पनि अलि नदेखिँदैछ पूर्ण गाउँ त अलि नदेखिँदैछ हिँड्दै अघि त चर्साएको रे उसले यहाँ नि आएको नि म त्यति बेला हल्का अझै त ऊ गर्दो रहेछ त्यसलाई क्याम्पिङ गर्ने नि क्याम्पिङ गर्ने ठाउँ पानीको ट्याङ्की ठ्याक्क पानीको ट्याङ्की ठ्याक्क बस्ने सर्ने ठ्याक्क टोयलेट पनि रहेछ क्याम्पिङ हान्ने होइन पानी आउँछ होला आउँछ है त्यही ल टक्क यहाँ बस्ने पनि बनाएको रहेछ ट्याक्क क्याम्पिङ स्याम्पिङ हान्ने होइन क्याम्प फायर हान्ने दाउरा उयो मतलब भएन कि होइन दाउरा खोज्यो यहीँ यो फेरि ट्याक्क उसलाई सेकुवा बनाउने एउटा यहाँ हिँडेर चाहिँ त ऊ गर्ने नि सुत्ने यो के रहेछ नाम भाँडा खानु लाग्दैछ त यहाँ एक दिन त ट्याक्क लिएर बसेर आउनुपर्छ तर एउटा गाडी नभए बाइक 2-4 त बाइक चाहिन्छ होइन गाडीमा या त 3-4 त बाइकमा आउनुपर्छ कि सामान लिएर अलि धेरै आउनुपर्छ हिडन प्लेस ढुङ्गामा झरेर फोटो खिच्ने ठाउँ पनि थियो क्या हिडन प्लेसमा जाँदैछौँ ट्याक्क के हो यस्तो एकछिन आगो बालेर बसिदिने हेर आगो बालिदिने हेरेको अनि हेर्ने ठाउँ त छ होला के छ के
तिमीले मोबाइलको लाइट बेला चाहिँ तिमीले मोबाइल लाइट बेला है के हो यहाँ भन्दा अगाडि त्यहाँ छैन भन्दा अगाडि उठेतिर अगाडि छ कि दाउरा चाहन लगाएको रहेछ क्या त्यस्तो बाटो त रहन्छ यो पनि दाउरा चाहन जान्छ त हो ए होइन यता यता जाऊँ न एकछिन यता कतै गवास कतै जाने माका डक लाइटै खतरा क्या अब ओइ छैन हन्डा बाटो एक ठाउँ त भेट्टिमी यार होइन त ट्याक्क राम्रो यसो दाउरा चाहन आएको ठाउँ हो क्या दाउरा चाहने बाटो रहेछ ल हल्का छानबिन गरेर यहाँ होइन रातमा दुईजना मात्रै ट्याक्क खेर अब फर्किनु लाग्यो बेर पनि भयो धेरै अबेर पनि भयो ट्याक्क यस्तो ठाउँमा त रातमा अब कुखुरा सुखुरा हानिन्छ हानिन्न हान्ने चाहिँ गर्नु अलि भिडियो बनाउन अलिक असम्भव हुन्छ होइन कुखुरा सुखुरा हान्ने भने चाहिँ भिडियो बनाउनु चान्स पायो भने बनाउनु लाग्यो अरे नत्र अब यस्तै भयो फर्केको है त है गाइज कहाँ त बन्द गर्नुपर्छ नि के योमा कस्तो हुन्छ र ल रियल एडभेन्चर यसलाई भन्छ बाटै थाहा छैन होइन ओ भेना मोटो थार्रै रहेछ कि अनि रोड त भेटाइयो तर बाइक उता खाइदियो होइन अलि हेरेर सर्नु है ठुङ्गा हाल्नुपर्छ र हिँडेर जानुपर्छ नि त बाइक यता हो कि यता र एक क्लट पुस्थे भने तर यो बाटो त हामी हालातिर त मासु फुल यस्तो मार्छ मासु लाग्छ ढुङ्गे यो भयो होइन